अत्याधिक जाम पर्ने है यो दिल्ली भन्ने चाहिँ। त्यही भएर अहिले हामी जामभन्दा हामी धेरै अगाडि परिसक्यौँ होइन। हामी हिँडिरहेछौँ। तर मैले अहिले भनेको एउटा दक्षिण एसियाको सबभन्दा ठुलो जाम दिल्लीको हो त। अब त्यो चाहिँ बङ्गलादेशमा पनि ठुलै जाम हुन्छ। त्यो धेरै जाम हुने मध्येमै पर्छ। दिल्ली पनि अब धेरै व्यवस्थित भएको छ। पहिला आउँदा भन्दा अहिले धेरै व्यवस्थित भएको पायौँ। तर पनि यहाँ धेरै सवारी साधनहरूको सङ्ख्या भएको कारणले गर्दा जाम चाहिँ परि नै रहन्छ यहाँ पनि। तर त्यो अनुभव गरियो यो हेऱ्यो भने हाम्रो नेपालको काठमाडौँको जाम त के पनि होइन है। नेपालको जाम त्यस्तो धेरै हो भन्न मिल्दैन। किनभने हामी कहाँ अब ट्राफिक लाइटमा अहिले लाइट सिस्टम छ होइन। मेन बाटोमा लाइटको टाइम अनुसार नै पर्ने हो। त्यसरी हेर्दाखेरि चाहिँ दिल्लीको जामले हाम्रो जामलाई जितेको छ। जितेको छ होइन। हामी केही न केही कुरामा अगाडि छौँ। जस्तो समयमा हामी अगाडि छौँ होइन। 15 मिनट अगाडि छौँ। जाममा अगाडि छौँ। अब घाममा अगाडि छौँ। घाम त हाम्रै हो होइन। अब दाममा अलिकति टेक्निकल रूपमा पछि परे मात्रै हो। भाषामा हामी अगाडि नै छौँ। किनभने उनको भाषा हामी जान्छौँ, हाम्रो भाषा उनी जान्दैनन्। त्यहाँ पनि अगाडि छौँ होइन। अब अरू कुरामा ठिकै छ।